जय मसी तपाईहरु सबैजनालाई आज प्रभुको आगमबाणी अन्त्यको चिन्हहरू पुरा हुँदै गइरहेका छन्। आज संसारको अवस्था हेर्दा हामी आफैले प्रश्न गर्छौं, किन यति धेरै युद्ध, किन रोग, महामारी, भूकम्प, किन मानिसको प्रेम सिसिँदै गइरहेको छ। यी सबै प्रश्नहरूको उत्तर बाइबलको वचनमा पहिले नै लेखिएको छ। आज हामी डराउने होइन, तयार हुनु यहाँ छौं। कहिले हुनेछन्? मत्ती 24:3 अन्त्यको समयमा यी कुरा सबै कहिले हुनेछन्? तपाईको आगमन र युगको अन्त्यको चिन्ह के हो? यीशुले यही प्रश्नको उत्तर आफ्ना चेलाहरूलाई दिनुभयो। युद्ध, अशान्ति। मत्ती 24:6-7 हेर्छ भने तिमीहरूले युद्ध र युद्धको हल्ला सुन्नेछौ। आज हेर्नुहोस्, राष्ट्रको विरुद्ध, राज्यको विरुद्धमा लडाई भइरहेको छन्। डाक्टरले रोगको लक्षण हेरेर रोग पहिचान गर्छ। त्यसरी यी घटनाहरू अन्त्यको रोग होइन, अन्त्यको लक्षण हुन्। यीशुले भन्नुभयो, डराउनु पर्दैन, यी सबै हुनै पर्छ। भूकम्प, अनिकाल, महामारी। मत्ती 24:7 विभिन्न स्थानमा भूकम्प, अनिकाल र रोगहरू हुनेछन्। हामीले महामारी देख्छौं। हजारौं मानिसहरू क्षणभरमै संसार छोड्छ। मानिसको जीवन क्षणिक छ, तर प्रभु ईश्वरको वचन अटल छ। प्रिय मित्र, झुटा शिक्षा, झुटा ख्रिस्ट। मत्ती 24:5 प्रभुले भन्नुभयो, धेरैजना मेरो नाउँमा आएर धेरैलाई भ्रममा पार्नेछन्। आज यो गर आशिष पाउनेछौ, त्यो गर मुक्ति पाउनेछौ। तर बाइबल भन्छ, मुक्ति केवल येशू ख्रिस्टमा छ। नक्कली नोट चम्किलो देखिन्छ, तर मूल्य हुँदैन। प्रिय मित्र, त्यस्तो झुटा शिक्षा मिठो सुनिन्छ, तर आत्मा नष्ट गर्छ। प्रिय मित्रहरू, प्रेम सेलाउनु, अधर्म बढ्नु। मत्ती 24:12 प्रभुले भन्नुभयो, अधर्म बढ्ने छन्, धेरैको प्रेम सेलाउने छन्। आज परिवारमा झगडा छन्, विश्वासघात छन्, स्वार्थ छन्, घृणा छन्। के हाम्रो हृदय चिसिँदैछ? कि अझै पनि येशू ख्रिस्टको प्रेममा बलिरहेको छ? सत्यवाद र विश्वासको परीक्षा। मत्ती 24:9 यीशु मत्ती 24:9 मेरो नाउँको कारण तिमीहरूलाई घृणा गरिनेछ। आज यीशुलाई विश्वास गर्न सजिलो छैन, तर बाइबल भन्छ, जो अन्त्यसम्म स्थिर रहन्छ उसैले उद्धार पाउनेछ। आगोमा सुन हाल्दा चम्किन्छ, पक्लिन्छ, त्यस्तै परीक्षामा विश्वास शुद्ध हुन्छन्। सबैभन्दा ठुलो चिन्ह सुसमाचार प्रचार। मत्ती 24:14 यो सुसमाचार सम्पूर्ण संसारमा प्रचार हुनेछ, तब अन्त्य आउनेछ। आज इन्टरनेट, युट्युब, मोबाइल, फेसबुक, टिकटक, भाइबर परमेश्वरले नै प्रयोग गरिरहनु भएको छ। हाम्रो जिम्मा दर्शक होइन, सेवक बन्ने हो। सुन्ने मात्र होइन, बोल्ने हो। मत्ती 24:44 तिमीहरू तयार रहौ, किनकि नसोचेको घडीमा मानिसको पुत्र आउनेछ। हामीलाई चेतावनी दिँदछ प्रभुले। यो डरको सन्देश होइन, यो आशाको सन्देश हो। प्रिय मित्र, येशू फर्कँदै हुनुहुन्छ, न्याय गर्न, उद्धार दिन, आँसु पुस्न, अनन्त जीवन हामीलाई दिन। प्रिय दाजुभाइ दिदी बहिनीहरू, वचन पुरा हुँदैछ, चिन्हहरू देखिँदैछन्। अब प्रश्न यो होइन अन्त्य कहिले आउँछ, तर प्रश्न हो, म तयार छु कि छैन। आज नै पश्चाताप गरौँ, जीवन सुधारौँ, प्रार्थनामा स्थिर रहौँ, अरूलाई यीशु चिनाऊ। आमेन। प्रभु हामीलाई जागो बनाउनुहोस्, समयलाई चिन्न बुद्धि दिनुहोस्, अन्त्यसम्म विश्वासमा स्थिर रहन मद्दत गर्नुहोस्। हाम्रो प्रभु यीशु ख्रीष्टको नाममा आमेन।